अस्मद्गुरुभ्यो नमः। लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। आदरणीय धर्मानुरागी सज्जन महानुभावहरू, भक्तिमयी, ममतामयी, श्रद्धामयी, वात्सल्यमयी माताहरू, दिदीबहिनीहरू, दाजुभाइहरू, पूज्य रवि गुरुज्यू, आज एकादशीको पावन पर्वबाट हामीले गीता प्रारम्भ गरेका छौँ र हामी सबैले गीता कण्ठस्थ गर्नुपर्नेछ र माता दिदीबहिनीहरूले अरू केही गर्न सकिएन भने पनि गीता अर्थात् विष्णु सहस्रनाम, गीता विष्णु सहस्रनामलाई पाठ गरेर हाम्रो जीवनलाई धन्य बनाउनु छ। तसर्थ सबैभन्दा पूर्व हामीले आजबाट विष्णु सहस्रनाम प्रारम्भ गरेका छौँ र त्यो विष्णु सहस्रनाम हामीले अवश्य पनि कण्ठ गर्नुपर्दछ। र यहाँहरूलाई मैले व्हाट्सएपमा विष्णु सहस्रनामका केही उच्चारणहरू पनि पठाएको छु र म यहाँहरूलाई यो यन्त्र ध्वनिको माध्यमबाट यहाँहरूलाई पुनः पनि उच्चारण गर्नको लागि म निवेदन गर्दछु र हामी सबैले यो विष्णु सहस्रनामलाई कण्ठ गर्नको लागि प्रयास गरौँ। र आज एकादशीको सायद पावन कीर्तन महामहोत्सव कथा पनि छ होला। त्यहाँ भेला हुनुभएका सम्पूर्ण महानुभावहरूलाई यो मेरो सन्देश पूज्य गुरुजीद्वारा सबैलाई पुर्याइदिनु हुनेछ। र आउनुहोस् अब हामी एउटा श्लोक भगवानलाई प्रार्थना गरौँ। ओम श्री परमात्मने नमः। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। मातृशक्ति समूहहरूलाई जय श्रीमन्नारायण। सबैले एउटा एउटा श्लोकहरू कण्ठस्थ गर्नुहुनेछ र हाम्रो जीवनलाई धन्य बनाउनुहुनेछ। आज यिनै शब्दका साथ मैले यहाँहरूलाई यो विष्णु सहस्रनाममा भगवानको जो स्तुति गरिएको छ, भगवान विष्णुलाई त्यो स्तुति यहाँहरूलाई मैले श्रवण गराएँ। यहाँहरू सबैले कण्ठ गरेर राख्नुहुनेछ भन्ने निवेदन गर्दै यहाँहरूको जीवनमा सुख होस्, समृद्धि होस्, आनन्द प्राप्त होस्, सबैलाई कल्याण होस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति 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 भवतु। सर्वमङ्गलं। जय श्रीमन्नारायण।